नमस्ते, म भरत। आज उनीहरूको मोमो कसरी पकाउने एकदमै स्टेप सिकाउने छु, भिडियोलाई स्किप नगर्नुहोला। यसलाई मजाले कुन्दर हो, चुकुन्दरलाई मजाले यसलाई सफा गर्ने, त्यसपछि यसलाई साना टुक्रा बनाएर अब यसलाई हामीले कसरी मोमो बनाउन सक्छ एकदमै स्वादिष्ट र हामीले हुन त चकुन्दरबाट विभिन्न किसिमका खानेकुराहरू परिकारहरू बनाउन सक्छौँ र अन्य कुरा यसको स्वास्थ्यको दृष्टिकोणले पनि धेरै फाइदाहरू छ यसको हामीले जुस बनाएर खानको लागि। र आज त म विशेष त तपाईँहरूलाई चुकुन्दरको मोमो कसरी पकाउने एकदमै सजिलो तरिका सिकाउने छु। च्यानल नयाँ हुनुहुन्छ मेरो भिडियोलाई अल थिच्नु, लाइक गर्नु होला, भिडियोलाई सक्दो सेयर गर्नु होला। आउनुहोस् भिडियोतिर। सबैभन्दा पहिले मैले पिठो राखेको छु। मैदा पिठो आवश्यकता अनुसार यसरी पानीमा राख्नु होला तपाईँहरूले। मैले चुकुन्दरलाई एकदमै सानो पिस गरेर काटेको छु, सफा गरेर मैले सुरुमा पनि भनिसकेँ। अब यसलाई मिक्सरको लागि मैले तयार गरी मिक्सरमा यो एड गर्छु मिक्सरको भाँडोमा। नभए तपाईँले थिचेर पनि यसको जुस निकाल्ने हो, तपाईँसँग जे छ त्यही तरिकाले। अब मैले यसलाई मिक्सरमा घुइँ पारेर अब तयार गर्छु। एकैछिनमा तयार हुन्छ। मैले पिठो अलरेडी तयार गरिसकेको छु। साथीहरू तपाईँसँग त्यो छैन भने तपाईँले अन्य थिचेर बनाउँदा पनि हुन्छ। अब यो एकदमै तयार भइसक्यो। अब मैले एउटा कपडा तयार गर्छु। कपडा सेतो कपडा अथवा तपाईँसँग कुनै यसको छान्ने जे चिज भए पनि हुन्छ। जुस मैले सेतो कपडा तयार गरेको छु, यसमा बेस्ट हुन्छ। अब मैले चुकुन्दर चाहिँ तयार भएको यसरी राखेँ। अब राखिसकेपछि यसलाई मजाले यसलाई निचोर्छु। अब भित्रको जुन भागो भित्रको जुन छोक्राहरू त्यो त्यतिकै बस्छ, बाहिरको जुन जुस हो यो मजाले निस्किन्छ। यसरी मजाले निचोर्नुपर्छ। मजाले निचोरेको छु, यो तयार भयो। तपाईँहरूले त्यसै पनि चुकुन्दर भन्यो भने एकदमै बेस्ट हुन्छ। अब थोरै राखेर यसलाई एकदमै दायाँ बायाँ चलाउँदै मैले तयार गर्छु। पिठोलाई धेरै गिलो पनि बनाउनु हुँदैन। यसको डो थोरै गरेर एकदमै बेस्ट भयो। तपाईँहरूले देख्नुभयो मैले थोरै यसको लागि। अब हेरेर मैले बन्दा तयार गरेको छु। बन्दा मोमो किमाको लागि यसरी मैले घोटेर तयार गरेको छु। मसिन तपाईँहरूले काटेर पनि गर्न सक्नुहुन्छ धेरै। अब मैले प्याज भयो, धनियाँहरू भयो, लसुनहरू सबै भएको चिज यसरी हरियो चिज मैले एड गर्ने। अनि मोमो मसला पनि राखेको छु। मोमो मसला एकदमै चाहिन्छ। अब मजाले यसलाई एकछिन मिसी गर्छु। अनि यति गरेपछि अब मैले नुन राखेँ स्वादअनुसारको। तपाईँहरूले पनि स्वादअनुसार राख्न सक्नुहुन्छ। अब स्वाद तपाईँ कति खानुहुन्छ त्यसमा मैले थोरै अब जस्तै धनियाँको धुलो पनि राख्छु, थोरै बेसार पनि राख्छु, अनि मिक्स मसला पनि राख्छु। अनि मैले यति गरिसकेपछि मैले सुकुटीको धुलो पनि राखेको थिएँ साथीहरू। तपाईँले राख्नुपर्छ भने चाहिँ अप्सनल हो। अब यो तयार भएको छ। अब मैले बेलुनमा यसरी मजाले सानो डो बनाएको छु यसको मोमोको लागि, चुकुन्दरको मोमो। अनि यसरी मजाले पेल्छु। तपाईँ जसरी पेल्दा पनि हुन्छ। मैले गिलासले यसरी काटेको छु, एकदम बेस्ट हुन्छ, साइजको हुन्छ। अब यसलाई अलिकति बाक्लो भयो भने हामीले यसलाई थोरै पेलेर पनि तलमाथि यसरी फेटी गरेर पनि अब साइजको बनाउन सकिन्छ नि। अब एकदमै तयार हो, मैले तयार गरिसकेको छु। अब मोमो यसरी एमा राखिसकेपछि मैले अब मोमो बनाउनु त तपाईँहरूलाई आइहाल्छ नि। यसरी हेरेर पनि तपाईँले मैले जस्तो हेर्न सक्नुहुन्छ। एकदमै सफ्ट के खाउँ जस्तो। यसो हेर्दाखेरि कलर हालेको जस्तो पनि देखिन्छ, तर एकदमै अर्ग्यानिक चुकुन्दर मैले सुरुमा पनि देखाएँ। अनि मैले तपाईँहरूलाई सुरुमा बनाउँदा पनि देखाएको थिएँ। अनि सुरुमा पहिलाको सिँगै पनि देखाएको थिएँ है। अनि एकदमै छिटो भएन र छिटो पनि मिठो पनि एकदम फरक टेस्टी हुन्छ क्या यो चुकुन्दरको मोमो। मैले त धेरैचोटि पकाएर खान्छु घरमा। एकदमै बेस्ट हुन्छ घरमा पकाएर खानको लागि बाहिरभन्दा पनि। अब यसरी मैले गोलो मोमो बनाएको छु। स्पेसल्ली तपाईँहरूले कस्तो बनाउनुहुन्छ त्यस्तै बनाउनु होला, एकदमै बेस्ट हुन्छ। खानेकुरा चाहिँ तपाईँहरूले जति मेहनत गर्नुभयो त्यति नै मिठो हुन्छ। जस्तै अब तपाईँहरूले घरमा बनाउनु भयो भने किमामा पनि त्यही अनुसारको मसला राख्नुहुन्छ आवश्यकता अनुसार। अब हामीले कुनै बाहिरतिर गएर खायौँ भने पसलहरूतिर बाहिरतिर अब क्याफेतिर त्यस्तोमा खाजा घरमा गएर खायौँ भने मिल्दैन नि होइन। कतिपय अवस्थामा पिरो नखाने पनि हुन्छ। आफूले घरमा बनाउँदा चाहिँ बेस्ट भयो। र यसको चुकुन्दरको फाइदा भनेको एकदमै नरम एकदम नरम हुने क्या। जस्तो मैदा राखेर यसरी बनाउँदाखेरि एकदमै नरम हुने,
तपाईँहरूले यसरी लाम्चो आकारको पनि देख्नुभयो होइन कति मजाले त कुनै त्यस्तो फाड्ने अथवा कुनै छुटिने अथवा गिलो हुने हुँदैन क्या तर हामीले पहिला डोप तयार गर्दाखेरि एकदमै ख्याल गर्नुपर्छ किनभने यसलाई एकदमै थोरै 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 राखेर मजाले मुसेर एकछिन मजाले यसलाई गऱ्यो भने तयार भयो मैले मसँग भएको सबै तयार गरेँ साथीहरू तपाईँले देख्नुभयो मैले भाँडोमा थोरै तेल लाएर मोमोको किनभने मुनि च्याप्किने सम्भावना हुँदैन मैले ग्यास अन गरेर ग्यासमा राखेँ फाइनल्ली पाकेको छ 10 देखि 20 आधा घन्टासम्म मैले राखेको थिएँ स्ट्रिम गरेको थिएँ आधा घन्टामा मैले झिकेँ अनि एकदमै बेस्ट भयो क्या सोचेको भन्दा पनि बढी तपाईँले देख्नुहुन्छ नि होइन यसको लाइटिङ कलर त छुट्टै छ अनि प्लस जुन हामीले स्ट्रिम गर्दाखेरिको पनि एकदमै मजा आयो कि खानालाई चाहिँ अब यो मजाले पाकिसकेको छ पाकेको चाहिँ मोमो हामीले मजाले यसरी खान सक्छौँ यसरी आफ्नो परिवारहरूसँग सेयर गरेर मजाले बसेर यस्तो एकदमै मैले अचार पनि तपाईँहरूले देख्नुहुन्छ आफैले बनाएको हो के को अचार भन्नुहुन्छ नि थोरै मैले पुदिना राखेँ अनि अचार मोमोको या खाउँ जस्तो भयो क्या चुकुन्दरको मोमो त्यसले